आजको तरकारी तिती करेला। सो हेलो एभ्रिवान, गुड मर्निङ, वेलकम छ मेरो मिनी ब्लगमा। हजुरहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अनि हामी चाहिँ बारीतिर लागेको। अनि यतातिर चाहिँ बारीमा मेवा फलेर लटारम्मै भएको रहेछ। अनि मकै बारीको जङ्गल झै हरियाली भएर पुरै ढपक्कै हरियो बारी भइसकेछ। अनि हाम्रो मकै बारीमा चाहिँ आज के पाउँछ भनेर हामी चाहिँ खोज्न जाँदैछौँ। अनि त्यसैमा मैले चाहिँ पछाडि भिडियो बनाउँदै बहिनी चाहिँ अघि बाटा बोकेर मकै बारीतिर ओर्लियौँ। अब हाम्रो चाहिँ यतातिर एउटा यस्तो सुविधा दिनुभएको छ भगवान्ले कि आफै भगवान्ले नै छरिदिएर अनि आफै उम्रेर हामीले चाहिँ खाना मात्रै पर्यो क्या टिपेर पकाएर। त्यो चिज चाहिँ के हो त भन्नुहुन्छ भने तिते करेला। यो तिते करेला चाहिँ हामीले रोप्न पर्दैन है, हामीले यतातिर आफै रोप्नै पर्दैन। अनि यो चाहिँ आफै उम्रिन्छ। जता जानुहुन्छ यो ठाउँमा जता बारीमा सबैको बारीमा तिते करेला त लटारम्मै हुन्छ के गाइज। अनि हामीले चाहिँ तिते करेला टिपेर यतिको धेरै बनाइसक्यौँ। अब चाहिँ हामी घरतिर फर्किनलाई सुरुवात गर्दैछौँ, सुरसार गर्दैछौँ। अनि त्यसैमाथि यता फेरि अर्को बारीमा गएको। अनि अब अर्को बारी हुँदै जाँदाखेरि हाम्रो यहाँ माइजूले चाहिँ हामीलाई करेलाहरू टिपिदिनु भयो रहेछ। अनि हामीलाई चाहिँ करेलाहरू दिनुभयो अनि बाटामा राखिदिनु भयो। अनि चाहिँ अब हामी अब गफसफ गर्दै अब करेला पकाउन त पर्यो नि खानालाई। अनि करेला पकाउनतिर अब घरतिर लाग्यौँ। अनि यो चाहिँ हाम्रो ठाउँ यति राम्रो छ, पछि धान पाक्दा झन् राम्रो हुन्छ। हजुरहरू घुम्न पनि आउन सक्नुहुन्छ। अनि हामी चाहिँ अब घरतिर लागेको। अब चाहिँ हामी तरकारी सरकारी पकाएर करेला र भात अनि दाल चट्ट भुटेर कम खाने हो। अनि हामी अब हिँड्न थाल्यौँ। हिँड्दै ज्ञानीलाई फेरि करेला खान मन लागेर करम्म टोक्न थालेको। यदि हजुरहरूलाई मेरो भिडियो मनपर्छ भने अनि हजुरहरूले माया साथ सपोर्ट दिन सक्नुहुन्छ। बाई बाई गाइज।